हेलो साथी कहाँबाट हौ? हो कहिले हिँडाइ कहिलेदेखि हो? हो कहाँसम्म पुऱ्याउने हो गौरी? को? हेलो गाइज, हामी भेडा चराउनु गएको छौँ। अब भेडा पालन सुरु होइन नयाँ। अब वर्षको 5-10 लाख रुपियाँ हुने रहेछ। अब पढेर पनि केही नापिएन। अब भेडा पाल्ने हो, मजाले म चाहिँ पाटन डुल्ने हो। अब यस्तो यो जिन्दगी। म चाहिँ कोही सुखमा गर्ने कोही दुःखमा गर्ने, पैसा चाहिँ कमाइने सबै। हेलो गाइज, हामी चुक टिपेर घरतिर अब जाने बेला भएको छ। म र मेरो साथी यो चुक चाहिँ लास्ट दामी हुन्छ बुढो मान्छेको। त्यो खानासाना खुवाइन लाग्ने मान्छेलाई यो चुक खुवाउनुपर्छ। खाना 2 थाल होर्याउँछन् यार। अब के गर्छन्? अब आज लैजाऊँ अब घरमा, अब बुढाबुढीलाई दिउँ, अब खुवाउँ अब।